हे गाइस, अब म चाहिँ टक्क लगाएर खेत पुगेर चाहिँ त्यो मुढाहरू सारेर, मुढा मतलब फेरि उयसको रुखको मुढाहरू चाहिँ सारिओरी, किनकि त्यहाँ माटो त्यो लाइन लगाइदिएको छ क्या, त्यो जुन त्यो हुन्छ नि बाटो बनाउने हुन्छ नि हो, त्यो लाइन लगाइदिएको। अनि त्यसपछि त्यहाँनिरको माटो दिँदाखेरि त्यो सबै कैनी सैनीहरू भत्काइदिएर टक्क लगाएर त्यो खेत लामो बनाएर चाहिँ हो त्यो गरेर आएको। म मकै फलाउनु पऱ्यो नि त, अनि मकै फलाएर झप्प बुझ्नु पनि होइन, बुझ्नु पनि पर्छ। अनि त्यसपछि भनेको सबै काम गरिँदैछ, जस बाउ मलाई फकाइदिएछ। अब यसो पानी दिन्छ नि त, अनि त्यहीहरू फकाइदिएछ। काम त गर्नुपर्छ, काम गरेन भने त दिँदैन। काम सकिसकेर चाहिँ म अहिले घरतर्फतिर लाग्दैछु। जेसिबी बिग्रियो, त्यहाँनिर बिग्रेर त्यहाँनिर छ ऊ पर, त्यो परको खेतमा हो क्या, त्यो रुख ठुलो रुख देख्यो उता पछाडिको खेतमा हो क्या। अनि यो खेत पनि हाम्रै हो। यस्तो गरेदेखि उयो आँखाले भ्याए जति सबै मेरै खेत हो। त्यसपछि चाहिँ अब हामी भनेको चाहिँ यहाँ हामीलाई यस्तो बिन्दास ठाउँ छ नि, हाम्रो खेत यति बिन्दास ठाउँमा छ नि। तपाईँको जङ्गल हेर्नु न, जङ्गलको छेउमा खेत छ, नमरिँदै पनि थेट। यो सबै बाउको नाममा मात्रै पास छ कि मेरो नाममा पास थियो भने त फेरि दुबईमा होइन त, म कनाडामा गएर मस्त चिलो गर्दै बस्थेँ नि, मेरो नाममा पास भएको भए त। कौन है ये लोग, कहाँ से आते हैं? यहाँनिर चाहिँ हाम्रो एउटा भाइले पुरा धान रोप्दैछ भन्दा मकै रोप्दैछ हाम्रो भाइले, सायल भाइले। त्यो चाहिँ आसमा कटुवाल, सायल भाइ। भाइ कस्तो अनुभव भइरहेछ त तिमीलाई? यहाँ एक्सपिरियन्स अहिले लिनु हुँदैन त, यहाँ हामीहरूको त काम गर्नुपर्छ भनेर अब म भाएको। मान्छे पनि फेरि शान्ति नै होइन नि त हो, उहाँ खेतमा म जेसिबी लगाइदिन्छु भने उल्टे पैसै दिन्छ फेरि। थ्याट भाइहरूले चाहिँ त्यहाँ जोत्दै के भएर रोप्दैछ। अब हामी चाहिँ लागेको घरतिर। अब हामी घर गएर खाना खानुपर्ने हुन्छ, फेरि खाना होइन मासु भात खानुपर्ने हुन्छ हो त नि। मासु छ नि त उहाँ खाँदैन हिँड्छौँ। आजभोलि त हाम्रो घरमा फेरि त्यस्तो सागसब्जी त पाक्दैन कि, फेरि अलिकति 3 स्टेप माथि मात्रै हो हामी, 3 स्टेप माथि मात्रै हो हामी। के गर्नु, गुन्द्रुक र भात पाकिरहेको छ घरमा। अब आएन लाइन पे। जस म भनेको चाहिँ अलिकति मिडल क्लास परिवारको मान्छे हो कि, तर फेरि काम चाहिँ फेरि यहाँ कटाइ हुन्छ र मात्रै, तर केही छैन। यसबाटै फेरि पैसा चाहिँ फेरि दरो आउँदो रहेछ क्या। मैले यसो विचार गरेको कि तपाईँको मकै धान खेती गर्नु भने नि, गर्न सक्दा चाहिँ पैसा इनफ हुने रहेछ क्या, तपाईँको बुझ्नु भएन। क्वालिटी चाहिँ फेरि राम्रै आउँछ कि आजभोलि हल्का डेभलप भएको छ नि त एक्सरबाट। तर के गर्नु, यो फोन सब मेरो फ्रीको हो। फोनहरू भनेको मेरो नै पर्दैन, त्यही हो भनेर भन्दिनँ। यताबाट उताबाट आउँछ होइन, यहाँ देवीथान मन्दिर छ, यताबाट आउँछ उताबाट आउँछ होइन। 10,000 लोन छ, 10,000 कहिले तिर्नु? यही युट्युबबाट सक्सेस हुन्छ भनेर यहाँ युट्युब च्यानल खोलेको थिएँ अलरेडी।
त्यही भएर भिडियो हाल्न आएको ल सबैले यहाँनिर 1 मिलियन 10 मिलियन जति भ्युज पुऱ्याइदिउँ त्यही हो कौन है ये लोग कहाँ से आते हैं